मानिसको जीवनमा लुकाको पाप चाहिँ कुहिएको सिनो भन्दा पनि डरलाग्दो हो। लुकाको पाप, प्रभुले क्षमा नगरेको पाप, प्रभुलाई क्षमा नमागेको पाप, पश्चाताप नगरेको पाप चाहिँ कुहिएको सिनो भन्दा पनि डरलाग्दो हो। त्यसले फ्लाइजलाई है झिङ्गा रूपी अशुद्ध आत्मा, झिङ्गा रूपी दुष्ट आत्मालाई त्यसले एट्र्याक्ट गर्छ। किनभने त्यो गनाउने पापले चाहिँ नि भूत आत्मालाई एट्र्याक्ट गर्छ। जसरी संसारमा सिनोले हरियो झिङ्गालाई तानेर त्यसले फुल काट्छ, त्यसरी पाप, क्षमा नमागेको पाप र क्षमा नगरेको पाप र प्रभु यीशुको रगतले नधोएको पापले चाहिँ भूत आत्मा, रोगको आत्मा, दुष्ट आत्मा, अशुद्ध आत्मा, एन्जाइटी, डिप्रेसन, प्यानिक एट्याक, फ्रस्ट्रेसन, सुसाइडल थट, के भन्नुहुन्छ, किसिम किसिम दुष्ट आत्मा एट्र्याक्ट गर्छ अनि त्यसले अड्डा बनाउँछ। पहिलो कोरिन्थी 3:16, पहिलो कोरिन्थी 6:19 भन्छ, परमेश्वरको मन्दिर चाहिँ रोगको घर, परमेश्वरको मन्दिर चाहिँ डरको घर, परमेश्वरको मन्दिर चाहिँ सुसाइडको घर, परमेश्वरको मन्दिर चाहिँ फ्रस्ट्रेसनको घर, परमेश्वरको मन्दिर चाहिँ निराशको घर बनाइदिन्छ। सो त्यसै कारणले गर्दा मैले तपाईँलाई भनिसकेको कुरा चाहिँ हाम्रो प्रेजेन्टमा भएको चाहिँ हाम्रो पास्टसँग, वर्तमानमा भएको चाहिँ हाम्रो विगतसँग पश्चातापले नि फ्रिडम ल्याउँछ, पश्चातापले नि फेभरलाई ल्याउँछ, पश्चातापले छुटकारा ल्याउँछ। त्यसले गर्दा यो तपाईँले जबसम्म कपाल खुलेर अनुहार चौरी परेर यीशुको घर फर्किँदैनौ नि, तपाईँ हामीले पश्चाताप गर्न जरुरी छ। किनभने उहाँको प्याटर्न के छ? पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।